हेलो गाइज वेलकम टु माई ब्लग। हामी चाहिँ म चाहिँ भनेको अहिले घुम्न भनेर निस्केर हिँडिरहेको छु होइन। यता बाटोतिर हिँड्दैछु होइन। तपाईँले देख्न सक्नुहुन्छ यहाँ रुखहरू रहेछ होइन। घुम्न भनेर जाँदैछौँ हामी चाहिँ भनेर घुम्न र भनेर निस्केको छु होइन। तपाईँहरू देख्न सक्नुहुन्छ यो रुख रहेछ, के को रुख हो भने बाटोमा रुख पनि रहेछ होइन। तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँनिर रुखहरू छ। यो के को बोटो पनि यो चाहिँ पर तपाईँहरूले देख्न सक्नुहुन्छ बाख्रा चराउँछन् मान्छेहरूले होइन। तपाईँहरूले देख्न सक्नुहुन्छ त्यो भएर बाख्रा चराउन भनेर लिएर जाँदैछन् होइन। यताबाट एउटा साइकल आउँदैछ, साइकलवाला निस्किँदैछ होइन। यहाँ तपाईँले देख्न सक्नुहुन्छ होइन। म चाहिँ भनेको यता घुम्न जाँदैछु। यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ मकैबारी नै मकैबारी छन् होइन। अहिले सबै मकैकै सिजन हो, जहीँ तहीँ मकै नै तपाईँहरूले भेट्न सक्नुहुन्छ होइन। जता जतै तपाईँले खोज्नुभयो भने मकै मात्र पाइन्छ होइन। हामी भनेर घुम्न भनेर जाँदैछौँ। यतापट्टि उखु बारी थियो, अस्ति नै उखु सबै काटिसकेको छ। यतापट्टि उखु बारी थियो, सबै उखु काटिसकेको छन् होइन। अनि यता पनि उखु नै थियो अस्ति नै हामी आउँदाखेरि। अहिले सबै उखु काटिसकेका छन् होइन। यताउति सबै उखु काटिसकेर छन् अनि तपाईँले देख्न सक्नुहुन्छ। म चाहिँ भनेको घुम्न भनेर हिँडिरहेको छु होइन। घुम्दै हिँडिरहेको छु। तपाईँ नयाँ भ्लगहरू बनाउनु चाहनुहुन्छ भने नयाँ भ्लगहरू तपाईँले बनाउन सक्नुहुन्छ क्या। कसैले के भन्छ भनेर त नसोच्नुहोस् क्या। बनाउन थाल्नुहोस्। तपाईँले एउटा बनाउनुहुन्छ, दुईवटा बनाउनुहुन्छ, तिनवटा बनाउनुहुन्छ, चारवटा बनाउनुहुन्छ, तपाईँको आफै ग्रोथ इन्क्रिज हुँदै जान्छ क्या। तपाईँले भिडियो एडिटिङ सिक्न सक्नुहुन्छ, क्यामेरामा फेस गरेर बोल्न सक्नुहुन्छ, कन्फिडेन्स गेन गर्न सक्नुहुन्छ तपाईँले। त्यही भएर भिडियो बनाउन, कन्टेन्ट क्रिएसन गर्न चाहिँ पछि नहट्नुहोस् क्या। कन्टेन्ट क्रिएसन इज जस्ट अ पार्ट टाइम जब।